यहाँ उपस्थित भएको छ। म हरिप्रसाद कृष्ण पेसाले शिक्षण गर्छु कन्टेन्ट मार्केटिङमा यहीँनिर स्कुलमा। हाम्रा नानीबाबु कतिपय यहीँ हुनुहुन्छ। अनि सन्दर्भ चाहिँ कस्तो भने हामी सबैको यो संसारमा आउनुलाई हामी सबैका मातापिता कतिको अहिले पनि हुनुहुन्छ। पहिले चाहिँ 2069 सालमा मातालाई गुमायो। अनि 2079 1 दशक पछाडि पितालाई गुमायो। अनि पनि हाम्रा धार्मिक संस्कार अन्तर्गतका श्राद्ध गर्ने कसैले के गर्ने आफ्ना संस्कार अनुसारका कार्यहरू हामी गर्छौँ। त्यो कार्य गऱ्यौँ तर यसो यात्रा गर्ने चाहिँ सामाजिक श्राद्ध होइन। यसरी वृद्ध आमा बुवाहरूसँग भेटघाट हुने चिन्जान पनि हुने आफूले